साथीहरू आज त बिहानदेखिको हिजो रातिदेखिको पुरा पानी आएर होइन यता नोक्सानको पनि बाटो बिग्रियो अरे। मिरिकबाट आएको गाडी पनि खोलाले बगाएर एउटा फ्यामिली भेटेकै छैन कतिजना भन्दै थियो होइन। योपालि दसैँमा त बहुत नराम्रो खबरहरू सुन्दैछ साथीहरू। म भर्खर अहिले मैले 12 बजीमा चाहिँ साथीहरू सन्डे हो सर्टकट खाना बनाएको छु। मैले चाम्रे भात र आलु भुजिया निगुरेको सब्जी बनाएको छु। हल्का खाना साह्रो हुने साथीहरू। पानी पनि यस्तो डेन्जर हो। जसको घरमा बितेछ उनीहरूलाई त पुरै स्याड भइरहेको होला। दसैँमा चाडबाडमा पनि टिका लगाएर खुसी भएर आएको मान्छेहरू पनि यस्तो भइरहेछ। योपालिको दसैँ चाहिँ एकदमै नराम्रो खालको रहेछ साथीहरू। हुन्छ साथीहरू, म चाहिँ खाना खाँदैछु।